5 पटक प्रधानमन्त्री भएको मान्छे पनि दिगदार छ, छैटौँ पटक किन बन्न पाइन भनेछ। अस्ति यस्तो भएको बन्न पाइदिए भन्ने छ। मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको 3 दिनमा निन्दा भएको छ मेरो। सबै कहाँबाट थाहा पाएको? तपाईँबाट थाहा पाएको। सबै निन्दा हेडलाइन। कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइ नभ्याइ छ। टिप्पिहालेको छ, देखाइहालेको छ, बजाइहालेको छ होइन। म नेताको घरमा खोज्नु जान्नु हो। नेताको घरमा त्यहाँभित्र चाहिँ कहीँ लुकेको छ कि भनेर भेट्न गएर खोजेर भेटिन्न यो कहाँ जानुपर्छ भन्दा यस्ता यति धेरै फ्यामिलिजहरू छन्। म सबभन्दा पहिला एज अ नेपाली काङ्ग्रेसको पार्टी सभापति म कहाँ जान चाहन्छु, म त्यो फ्यामिलीको स्टोरिजहरू खोज्न चाहन्छु। सञ्चार माध्यम पनि थुप्रै साथीहरू आउनुभएको छ। तपाईँले यहाँबाट बाहिर पछ्याएर मलाई काङ्ग्रेसको अहिले चुनदेवी सम्मेलनको बारेमा तपाईँको धारणा के छ नसोधिदिनु होला। आज भोलि पार्टी कार्यालयमा बोलाउँछु, तपाईँलाई राखेर 1 घन्टा बोल्छु, त्यहीँ बोल्छु, म त्यहीँ राख्छु। तपाईँलाई बोलाउने मेरो कार्यक्रमै छ। तर तपाईँ यहाँ आउनुभयो, यहाँ आइसकेपछि पनि यहाँ चाहिँ किताबको विमोचन यहाँ भइरहेछ, यत्रो कुराकानी भइरहेछ। ध्यान चाहिँ अहिले यहाँ आएर सभापतिलाई 2 लाइन त्यहाँ बाइट दिए लागि भन्ने पऱ्यो भने त्यो अलिक त्यो रमाइलो हुँदैन थियो। मैले आज बिहान आज हो कि कहिले हो मलाई कोही साथीले पठाउनु भएको थियो। इलामको पत्रकार हुनुहुन्छ बेनु भट्टराई, एउटा फेसबुक स्ट्याटस सेयर गर्नुभएको थियो। मैले बेनुजीले लेख्नुभएको स्ट्याटस भने त्यसपछि त्यो कमेन्ट हेर्नु मन लागेर कमेन्टहरू हेरेँ। अनि त्यो हेरिसकेपछि त्यहाँ के भन्नुहुन्छ भने हाम्रो इलाममा 3 जना गन्नु पऱ्यो भने 3 जना गन्दै गर्दा धर्मसर छुट्नुहुन्न, कसैले लेख्नुहुन्छ, कसैले के लेख्नुहुन्छ, कसैले के लेख्नुहुन्छ। एउटा राजनीतिक जीवनबाट आर्जन गरेको जुन पुँजी छ त्यो पुँजीको आधारमा इलाममै बस्नुभयो, त्यही रोज्नुभयो, त्यहीँको विद्यालय, त्यहीँको जे जति गर्न सकिन्छ म त्यही गर्छु भने तपाईँको इट वाज योर चोइस। त्यसको आधारमा त्यहाँको कम्युनिटीले आजको दिनमा एउटा अथोरिटी मान लिडरको सबैभन्दा ठुलो कुरा भनेको उसको मोरल अथोरिटी हो नि। धर्म सरले भन्नुभएको त्यहाँ लेख्नुहुन्छ, धर्म सरले भन्नुभएको। एकचोटि धर्म सरलाई सोधौँ न के भन्नुहुँदो रहेछ। त्यो कतिपटक सभापति हुनुभयो, कतिपटक सांसद हुनुभयो, कतिपटक मेयर हुनुभयो भन्ने त्यो छुट्टै कुरा हो। त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मानिसहरू उत्पादन गर्ने कारखाना हो। र साँच्चै त्यस्तो भएको छ। अहिले पोलिटिकल पार्टीभित्र भेटेको मान्छे भेट्यो भने सबै निराश, भइरहेको मान्छे हटाइदेला भनेर निराश, हटेको मान्छे फेरि बन्द नपाउला भनेर निराश, 5 पटक भएको मान्छे 6औँ पटक बन्नुला कि नबन्नुला भनेर निराश। काङ्ग्रेस भयो हेर्नुहोस् त्यस्तै छ। हेर्नुहोस् सबैजना को खुसी हो? 5 पटक प्रधानमन्त्री भएको मान्छे पनि दिगदार छ, 6औँ पटक किन बन्न पाइन भन्ने छ। अस्ति यस्तो भएको बन्न पाइदिए भन्ने छ। सबैजना प्रत्येकलाई हेर्नु, सबैजना मान्छेहरू जो पनि छ। किन सफलताको मानकै केलाई बनाइदिएको छ भने कसले कति हामी चाहिँ सत्तामा वा शक्तिमा त्यहाँभित्र गयौँ भन्ने कुरा